हेलो एभ्रिवान। आज चाहिँ हामीले यो जनरल न्युमेरिकल जो लगभग भन्ने हो भने हामीले 8, 9, 10, 11, 12 अनि ब्याचलरमा पनि इन्जिनियरिङदेखि लगेर बिएससी म्याथदेखि लगेर फिजिक्स केमिस्ट्री जुनसुकै लगभग बिआइटी बिसिए सबैतिर हामीले जनरल म्याथहरू पढ्नु पर्यो, प्रोबाबिलिटी पढ्नु पर्यो भने युज हुने कुराहरू हो। यो चाहिँ आज चाहिँ मैले प्रोबाबिलिटी सब्जेक्ट बाँडिरहेको छु। यसमा कस्तो हुन्छ भन्नु चाहिँ एक्स र वाईको भ्यालु दिएको छ। यो भिडियो पनि बेस्ड अन क्यालकुलेटर ट्युटोरियलै हो है। यो चाहिँ कुन सब्जेक्टबाट के भन्दा पनि क्यालकुलेटर ट्युटोरियल, क्यालकुलेटर कसरी चलाउन सिक्ने भन्ने कुरा नै सिक्छौँ हामीले मेन त। अनि यहाँ कस्तो हुन्छ एक्स र वाईको भ्यालु गिभन हुन्छ हामीसँग, अनि हामीलाई डिफ्रेन्ट फर्महरू के निकाल्नु पर्ने हुन्छ। जस्तै मिन निकाल्नु हुनुपर्ने छ, भेरिएन्स निकाल्नु, स्ट्यान्डर्ड डेभिएसनको लागि के चाहिँदो रहेछ 1/n। n भनेको त नम्बर भइहाल्यो, कति टोटल नम्बर कतिवटा छ भनेर 13वटा नम्बर रहेछ अहिले हाम्रो। यो n भनेको चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 भनेर यसरी यो कतिवटा दिएको छ भ्यालु मात्रै हो। त्यस्तै गरेर समेसन एक्स स्क्वायर चाहियो, एक्स बारको होल स्क्वायर चाहियो, भेरिएन्सको कुराहरू भयो। जस्तै यहाँ काल पर्सन कोरिलेसन युज गर्नु पर्यो कुनै केसमा भनेपछि समेसन एक्स वाई चाहियो, समेसन एक्स छुट्टै वाई छुट्टै चाहियो, यान चाहियो, समेसन एक्स स्क्वायर चाहियो, एक्सको होल स्क्वायर चाहियो, फेरि त्यस्तै गरेर वाई स्क्वायर चाहियो, वाई स्क्वायरको समेसन चाहियो, समेसन वाईको फेरि होल स्क्वायर चाहियो। त्यस्तै गरेर वाई बार चाहियो, एक्स बार चाहियो, समेसन एक्स बाई यान, एक्स बार निकाल्न, वाई बार निकाल्न, समेसन वाई बाई यान। त्यसै गरी बिएक्सवाई निकाल्न पर्यो भने यान समेसन एक्स वाई चाहियो, माइनस समेसन एक्स इन्टु समेसन वाई पर यान समेसन वाई स्क्वायर माइनस समेसन वाईको होल स्क्वायर। त्यसै गरेर बिएक्सवाई यो भनेपछि बिवाइएक्स चाहियो भने यान समेसन एक्स वाई एज इट इज नेगेटिभ समेसन एक्स इन्टु समेसन वाई एज इट इज। त्यसै गरी के अरे डिनोमिनेटरमा चाहिँ यान समेसन एक्सको स्क्वायर माइनस समेसन एक्सको होल स्क्वायर भनेपछि यस्तै जुन यो धेरै फर्मुलाहरू छन्। यो डिफ्रेन्ट च्याप्टरको फर्मुलाहरू हुन् यो सब्जेक्टभित्रको पनि। यस्तो धेरै खालको फर्मुलाहरू युज गर्नु पर्यो भने चाहिँ हामीले कस्तो के अरे हामीलाई भनेको चाहिँ हामीले यदि यो क्यालकुलेटर ट्रिक जान्यौँ भने चाहिँ हामीलाई सजिलो हुन्छ। जस्तै यो निकाल्ने तरिका के भन्छ, एक्स वाई भनेको 4 र 8 मल्टिप्लाई गर्यो 32 भयो, एक्स स्क्वायर भनेको 4 को स्क्वायर गर्यो 16 भयो, वाई स्क्वायर भनेको 8 को स्क्वायर गर्यो 64 भयो। त्यसै गरी एक्सको किप भनेको चाहिँ यो हाम्रो यहाँ जो एक्सको किप भने यो भनेको 4 को किप गर्ने बित्तिकै 64 आयो। त्यस्तै एक्स स्क्वायर वाई भनेको चाहिँ एक्स स्क्वायर भनेको 16, वाई भनेको चाहिँ 8, 16 र 8 मल्टिप्लाई गर्दाखेरि कति भयो त 128 भयो। त्यसै एक्स पावर 4 भनेको 4 को पावर 4 भयो, यो आयो। त्यस्तै गरी सबै कुरा यसरी नै आउँछ। अब हामीले नर्मल नम्बर एक्स इन्टु वाई मात्रै गर्नु पऱ्यो भने त क्यालकुलेटरमा एक्स इन्टु वाई 4 इन्टु 8 5 इन्टु 10 8 इन्टु 5 9 इन्टु 14 7 इन्टु 12 2 इन्टु 8 गरेर मल्टिप्लाई गरेर एक्स स्क्वायर गरेपछि यसको पनि एक्स स्क्वायर क्यालकुलेटरमै गर्छ। यो इन्डिभिजुअल गर्न पऱ्यो भने कुनै केसमा कस्तो हुन्छ 4 मार्क्सको सोधेर एउटा दुईवटा मात्रै फर्मुला सोधेको छ भने हामीले स्टेप पनि देखाउनु पर्ने हुनसक्छ। त्यसको लागि त्यति बेला चाहिँ हामीले क्रस चेकको लागि क्यालकुलेटर युज गर्न सक्छौँ। यदि अदरवाइज हामीलाई धेरै कुराहरू निकाल्नु पर्ने छ भने चाहिँ हाम्रो टेबल प्राय हेरिन्न। टेबलमा भनेको हामीले मेन यो हामीलाई जुन चाहिने फर्म छ त्यो फर्म मात्रै निकाल्दा हुन्छ, यो क्यालकुलेसन गर्न पर्दैन जो हामीले क्यालकुलेटरको युज गऱ्यौँ भने। अब क्यालकुलेटर युज कसरी गर्ने, क्यालकुलेटर युज गर्नुको लागि एकदम इजी छ। क्यालकुलेटर युज गर्नुको लागि हामी मोडमा जान्छौँ। मोडमा गइसकेपछि हाम्रो यहाँ 3 मा हेर्नु भने स्टार्ट भन्ने छ, 3 मा गयौँ। 3 मा गइसकेपछि हाम्रो यो बीमा ए प्लस बीएक्स भन्ने फर्म छ, त्यहीमा गयौँ। एक्सको भ्यालु पुट गर्ने, जस्तै एक्सको भ्यालु अहिले कति छ हाम्रो 4 छ, इक्वल टु गर्ने 5 इक्वल टु 8 इक्वल टु 9 इक्वल टु 9 इक्वल टु अब 7 इक्वल टु 2 इक्वल टु 1 इक्वल टु 3 इक्वल टु 4 इक्वल टु 6 इक्वल टु 5 इक्वल टु 8 इक्वल टु भयो। त्यस्तै गरी फेरि वाईको भ्यालु पनि हाल्यौँ 8 10 5 14 12 8 9 2 4 3 1 7 6। अब यो हामी भ्यालु हालिसकेपछि हामीले के गर्नु पर्दैन, भ्यालु हालिसकेपछि के गर्ने एसी प्रेस गरिदिने। एसी प्रेस गरेपछि फेरि स्टार्ट भन्ने छ, माथि यहाँ सिफ्ट भन्ने छ है, सिफ्ट
अनि 1 1 मा हाम्रो के छ स्टार्ट भन्ने छ 1 मा गयौँ 1 मा गएपछि हामीले हालेको डाटाहरू केही रङ छ कि चेक गर्न मन लाग्यो 2 मा 2 मा के छ डाटा भन्ने छ यहाँ माथि है 2 मा डाटा भन्ने छ 2 गरेपछि अघि हामीले हालेको चेक गर्ने एसी गरिदिउँ हामीलाई यो चाहिन्न अहिले ठिक छ हामीले हालेको भ्यालु सिफ्ट गरेर फेरि 1 मा गइसकेपछि फेरि हामी जाम 3 मा 3 मा गइसकेपछि हामीलाई के चाहियो फर्स्टमा समेसन एक्स चाहियो समेसन एक्स भनेको 2 मा छ है 2 गर्नुभयो अनि इक्वल टु गर्नुभयो भने समेसन एक्स आयो 69 यो तपाईले क्याल्कुलेटरले क्याल्कुलेट गरे पनि यही भ्यालु नै आउँछ अब हामीलाई के चाहियो फेरि एसी गर्नु फेरि सिफ्ट 1 3 त्यसपछि हामीलाई के चाहियो समेसन वाइ चाहियो समेसन वाइ केमा छ 4 मा छ कति आयो 89 आयो अब यो हामीले भ्यालु हाल्दैकै भरमा अब फेरि सिफ्ट 1 3 गरेर हामीलाई के चाहियो एक्स वाइ चाहियो समेसन एक्स वाइ 5 487 क्याल्कुलेटरमा तपाईले यो सब भ्यालु समेसन जो एक्स वाइ को भ्यालु जोड्नु भएर भने पनि के आउँछ 487 नै आउँछ अब त्यस्तै गरी फेरि सिफ्ट 1 3 मा हामीलाई के चाहियो एक्स स्क्वायर चाहियो एक्स स्क्वायर कहाँ छ 1 मा छ 1 इक्वल टु गर्ने बित्तिकै 439 आयो फेरि एसी सिफ्ट 1 3 अब हामीलाई के चाहियो वाइ स्क्वायर चाहियो वाइ स्क्वायर कहाँ छ 3 मा छ 7 8 9 अब जाम फेरि हाम्रो के चाहियो हामीलाई एक्स क्यूब चाहियो सिफ्ट 1 3 एक्स क्यूब कहाँ छ त भन्दा 6 मा रहेछ 6 मा गएर इक्वल टु गरिदिँदाखेरि फेरि कति आयो 3069 3069 त्यस्तै गरी फेरि हामीलाई के चाहियो एक्स स्क्वायर वाइ सिफ्ट 1 3 समेसन एक्स स्क्वायर वाइ भनेको 7 मा रहेछ 3259 त्यस्तै गरी हामीलाई एक्स को पावर 4 चाहियो भने सिफ्ट 1 3 एक्स को पावर 4 भनेको 8 मा रहेछ 22711 अब हामीले यो भ्यालु युज गरेर यहाँ फर्मुला जस्तो अब हामी यी जो आइसकेको भ्यालुहरु छन् यी भ्यालुहरु युज गरेर हामीलाई जुनसुकै फर्ममा जुनसुकै फर्मुलामा पनि यी भ्यालुहरु युज गरेर हामीले फाइनल एन्सर निकाल्न सक्छौं अब यसमा पनि कति कुराहरु फेरि अझ पनि गिभन छ रोक्ने सिफ्ट 1 मा गएपछि हाम्रो यो 4 मा जानु त के रहेछ भेरिएबलमा जस्तै भेरिएबलमा गर्नु भने 1 मा जानु भने अहिले हामीले 13 वटा नम्बर काउन्ट गरिदियौं हेर्नु त कति वटा आयो 13 वटा भनेपछि के रहेछ भनेपछि यान को भ्यालु पनि हेर्न मिल्छ हामीले काउन्ट गर्नु पर्दो रहेछ कि डाइरेक्ट क्याल्कुलेटर दिँदो रहेछ यान को भ्यालु पनि दियो त्यस्तै गरेर फेरि 4 मा जानु भयो भने के देखाउँछ त समेसन एक्स देखाउँछ यो एक्स बार देखाउँछ यो एक्स बार भनेको यो मिन हैन कि हाम्रो यो जस्तो रिग्रेसन निकाल्दाखेरि लास्टमा यो एक्स बार भनेको समेसन एक्स माइनस यान समेसन वाइ अपन यान छ नि यो हो अब जस्तै यो एक्स कति आउँदो रहेछ 2 जस्तै कति आयो 5.30769 आयो ल अब हामी यसलाई चाहिँ चेक गरौँ है यो आउँछ किन जस्तै अघि हाम्रो समेसन एक्स कति आयो 69 डिभाइड बाइ यान भनेको कति थियो 13 5.30769 आयो भनेपछि एक्ज्याक्ट आयो अब त्यस्तै गरेर वाइ को पनि चेक गरौँ अब हाम्रो सिफ्ट 1 4 मा के छ त हाम्रो वाइ बार छ 5 नम्बरमा वाइ बार को कति आयो 6.84615 आयो अब चेक गरौँ फेरि 89 डिभाइड बाइ 13 6.84615 यो पनि आयो अब त्यस्तै गरेर हाम्रो अरु केही छ कि यहाँ चेक गरौँ है 4 मा लगभग अरु छैन अब भने चाहिँ हामीले यो फर्मुला निकाल्न चाहिने धेरै कुराहरु लगभग एक्स बार यो वाइ बार को भ्यालु यो यान को भ्यालु त डाइरेक्ट पनि आउँदो रहेछ अनि अरु जो फर्मुला निकाल्न चाहिने कोएफिसिएन्टहरु छन् यिनीहरु चाहिँ सबै डाइरेक्ट आउँदो रहेछ जसले भनेको हाम्रो यो क्याल्कुलेसनको कुनै पनि कामहरु नगरेर डाइरेक्ट यो भ्यालु निकाल्न सकिँदो रहेछ जसले गर्दाखेरि धन्य हाम्रो एक्जाममा 15 देखि 20 मिनेट सम्म टाइम सेभिङ हुन सक्छ अनि फाइनलमा चाहिँ अब मैले यसलाई सर्ट लिस्ट गर्दैछु यो स्टेपहरुलाई पछि हेर्न मन लाग्ने हेर्नु होला यसको सर्ट लिस्ट चाहिँ यति नै हुन्छ यो तपाईले यो गाह्रो छैन क्याल्कुलेटरमा एक दुई चोटी तपाईहरुले ट्राई गर्नुभयो भने चाहिँ यो सजिलै भइहाल्छ नै गाह्रो छैन प्र्याक्टिस चाहिँ गर्नु होला एक दुई चोटी अनि भइहाल्छ बुझ्नुहुन्छ
गरेपछि अनि यो चाहिँ धेरै सब्जेक्टमा फरक फरक ठाउँमा चाहिँ काम आउन सक्छ। त्यही भएर एकचोटि प्र्याक्टिस चाहिँ गर्नु होला। हेर्नु भएको रहेछ भने यो भिडियो कतैबाट पाउनुभयो हेर्नुभयो भने